नमस्कार। आज हामी एउटा यस्तो व्यक्तित्वको जीवनमा अलिक गहिरिएर हेर्दैछौँ जसले भारतमा जन्मेर पनि नेपालको शिक्षा क्षेत्रमा खास गरी पहिलेको राप्ती अञ्चलका दुर्गम ठाउँहरूमा निकै ठूलो योगदान दिनुभयो। हो, हामी कुरा गर्दैछौँ मुख्यनाथ तिवारीको। अनि हाम्रो यो आजको कुराकानी शिक्षाका ज्योति मुख्यनाथ तिवारी भन्ने एउटा लेखमा आधारित छ। हाम्रो लक्ष्य चाहिँ उहाँको जीवनका महत्त्वपूर्ण पाटा, उहाँ नेपाल कसरी आउनुभयो अनि प्युठान लगायतका ठाउँमा उहाँको कस्तो भूमिका रह्यो त्यो सबै केलाउने हो। व्यक्तित्वका केही रोचक पक्ष पनि हेरौँला। ल, उहाँको पृष्ठभूमिबाटै सुरु गरौँ न त। भारतको जौहनपुरमा जन्म सन् 1931मा। हजुर, अनि बनारस हिन्दू विश्वविद्यालय BHUबाट पढाइ, अङ्ग्रेजी साहित्यमा 1953मा अनि इतिहासमा 1955मा, दुवैमा फर्स्ट क्लास। ओहो, त्यो बेलाको नेपालको अवस्था हेर्दा त यो त निकै ठूलो योग्यता भयो नि, होइन र? एकदमै। त्यस्तो पढेको मान्छे त्यो बेला प्युठान जस्तो दुर्गम पहाडी जिल्लामा आउनु नै ठूलो कुरा थियो। उहाँ नेपाल कसरी आइपुग्नु भयो त? त्यो कथा पनि अलि अनौठो छ भन्ने सुनेको थिएँ। हो नि, विसम 2015 सालतिरको कुरा हो। प्युठानको जनता हाई स्कुलका हेडमास्टर हुनुहुन्थ्यो देवकी नन्दन मालवीय। उहाँ भारत जानुभयो तर फर्किनु भएन। अनि खगराज भट्ट भन्ने व्यक्तिलाई स्कुलले उहाँलाई लिन पठायो, तर मालवीयजीले आउन मान्नु भएन। उहाँले नि बरु मुख्यनाथ तिवारी भन्ने हुनुहुन्छ, उहाँलाई लैजानुहोस् भनेर सिफारिस गर्नुभएछ। ए हो, त्यस्तो भयो? हो, अनि भट्टजीले तिवारीजीलाई लिएर प्युठान आउनुभयो। त्यसरी उहाँ जनता हाई स्कुलको हेडमास्टर बन्नुभयो। त्यो बेला नेतृत्व खाली थियो। उहाँको आगमनले ठूलो राहत दियो। प्युठान आएपछि त उहाँ निकै सक्रिय हुनुभएछ है। जनता हाई स्कुल मात्रै होइन, पछि महेन्द्र माध्यमिक विद्यालयको संस्थापक प्रव पनि। हो, उहाँको सक्रियता गजबकै थियो। अनि अर्को एउटा काम जुन मलाई पनि निकै रोचक लाग्छ। कुन काम? 2016 सालमै महाकवि देवकोटाको शालिग, त्यो पनि अर्धकदको, जनता हाई स्कुलमै स्थापना गर्न लगाउनु भयो। 16 सालमा प्युठानमा देवकोटाको शालिग, त्यो त अचम्मै भयो होला नि त्यो बेला। यसको केही खास मतलब थियो कि? थियो त। यो सामान्य शालिग मात्रै थिएन। पहिलो कुरा त सायद नेपालमै कुनै साहित्यकारको त्यो पहिलो शालिग थियो कि? हो र? अनि दोस्रो, यसले शिक्षा र साहित्यप्रतिको सम्मान दुर्गम ठाउँसम्म पुग्यो भन्ने सन्देश दियो। अझ महत्त्वपूर्ण कुरा के भयो भने? के भयो? राजा महेन्द्र प्युठान सवारी हुँदा तिवारीजीले एकदम चलाखी गरेर त्यही शालिग अनावरण गराउनुभयो। भव्य स्वागत पनि गर्नुभयो। अनि त्यसले के फाइदा भयो? त्यसले राजा र प्रशासनलाई एकदमै प्रभावित पारेछ अनि विद्यालयले स्थायी स्वीकृति पाउन निकै सजिलो भयो। यो उहाँको शैक्षिक नेतृत्व मात्रै होइन, अलि रणनीतिक सोच पनि देखिन्छ यहाँ। वाह! अनि उहाँले प्युठानमा भलिबल र स्काउट पनि सुरु गर्नुभयो र नि? हो, अनि अर्को रमाइलो कुरा, प्युठानमा पहिलो साइकल चलाउने मान्छे पनि उहाँ नै रे। साँच्चै? अब सुन्दा सामान्य लाग्ला, तर त्यो बेलाको समाजमा यी कुराहरू महत्त्वपूर्ण थिए। भलिबलले युवाहरूलाई अनि सङ्गठित गर्यो, अनुशासन सिकायो, स्काउटले सेवाभाव, साइकल त अब आधुनिकताको सङ्केत जस्तै भयो, बिस्तारै परिवर्तन ल्याउने खालको। उहाँ प्युठानमा मात्रै बस्नु भएनछ, राप्तीका अरू जिल्लामा पनि पुग्नु भएछ, दाङ, सल्यान, रोल्पा। हो नि, उहाँको कार्यक्षेत्र फैलियो। दाङको पद्मदेव माविमा पढाउनु भयो, सल्यानमा त झन् भानुभक्त माविको प्र हुनुभयो, अनि शारदा माविको त संस्थापक प्र नै। नयाँ स्कुलै खोल्नुभयो सल्यानमा? हजुर, शारदा मावि उहाँले नै सुरु गर्नुभएको, अनि रोल्पाको बाल कल्याण माविमा पनि प्र भएर काम गर्नुभयो। यसले उहाँको क्षमता र समर्पण राप्तीभरि नै फैलिएको देखाउँछ। हरेक ठाउँमा चुनौती त पक्कै थियो होला? पक्कै पनि, तर उहाँले सफलतापूर्वक नेतृत्व दिनुभयो। अनि फेरि प्युठान फर्किनु भयो र स्वर्गद्वारी क्याम्पस, त्यो पनि स्थापना गरेर 16 वर्षसम्म संस्थापक क्याम्पस प्रमुख। हो, यो त झन् ठूलो काम भयो। माध्यमिक तहको जग बसालेपछि अब जिल्लामै उच्च शिक्षा, त्यो पनि उहाँकै पहलमा। 2037 सालदेखि जीवनको अन्तिमसम्म 16 वर्ष लगातार एउटै क्याम्पस हाँक्नु सानो कुरा होइन। यसले त प्युठान र वरिपरिकालाई धेरै सजिलो भयो होला है?
भयो त, घर आँगनमै क्याम्पस पढ्न पाए। उहाँले दिव्यालोक भन्ने पत्रिका पनि निकाल्नुभयो, क्याम्पसबाट बौद्धिक छलफललाई पनि ठाउँ दिनुभयो। 38 वर्ष शिक्षण सेवा, 5 वटा स्कुलमा हेडमास्टर, अनि शिक्षक नपुग्दा नेपाली बाहेक अरू सबै विषय आफै पढाउनुहुन्थ्यो रे। हो, यो अचम्म लाग्दो कुरा छ। उहाँले शिक्षक अभाव हुन कहिल्यै दिनु भएन भनिन्छ। अङ्ग्रेजी, इतिहास त उहाँको आफ्नै विषय भइहाल्यो, अरू पनि पढाउनुहुन्थ्यो रे। भारतबाट आएको मान्छे, तर नेपाली भाषा, संस्कृति अनि हाम्रो पहिरन, दौरा सुरुवाल, टोपीलाई यति सम्मान गर्नुभयो, यसले के देखाउँछ? यसले उहाँ कति छिटै यहाँ घुलमिल हुनुभयो र यहाँको संस्कृतिलाई कति सम्मान गर्नुहुन्थ्यो भन्ने देखाउँछ। सबै विषय पढाउनु जिम्मेवारी बोध थियो भने दौरा सुरुवाल लगाउनु चाहिँ समुदायसँग जोडिने, उनीहरूको विश्वास जित्ने प्रयास थियो। सायद त्यसैले बाहिरबाट आए पनि सबैले उहाँलाई यति धेरै माने। व्यक्तित्व चाहिँ अलि हक्की, निर्भीक खानको थियो भनिन्छ नि। पञ्चायतका बडा हाकिम, अञ्चलाधीशहरूसँग पनि तर्क गर्न नडराउने। त्यस्तो सुनिन्छ। उहाँ अलि स्पष्ट वक्ता, नडराउने खालको हुनुहुन्थ्यो रे। त्यो बेलाको व्यवस्थामा प्रशासकहरूसँग तर्क गर्नु आफैमा जोखिम हुन्थ्यो। त्यो स्वभावले काममा कस्तो असर गर्यो होला त? सायद राम्रै गर्यो होला। उहाँले आफ्नो कुरा प्रष्ट राख्न सक्नुभयो होला, विद्यालयको लागि, शिक्षाको लागि अडान लिन सक्नुभयो होला। यस्तो दृढ मान्छे नभएको भए स्रोत जुटाउन गाह्रो हुन्थ्यो होला नि त्यो बेला। व्यक्तिगत जीवनमा पनि उहाँले 2016 मै प्युठानकी शर्मिष्ठा थापासँग बिहे गर्नुभएछ। 3 छोरा 3 छोरी, मतलब यही घरजम गर्नुभयो। हो, यसले पनि उहाँको नेपाल, खास गरी प्युठान प्रतिको लगाव देखाउँछ। तर दुःखको कुरा, 2053 साल माघ 21 गते 66 वर्षको उमेरमा क्यान्सरले गर्दा काठमाडौँमा उहाँ बित्नुभयो। हो, उहाँ शारीरिक रूपमा त हामी माझ रहनु भएन, तर उहाँले 38 वर्ष लगाएर राप्ती क्षेत्रमा, खास गरी प्युठानमा शिक्षाको जुन दियो बाल्नु भयो नि, त्यसको उज्यालो त अझै छ। हजारौं विद्यार्थीको जीवनमा उहाँको प्रभाव छ। उहाँले स्कुल, क्याम्पस मात्र खोल्नु भएन, एउटा शैक्षिक जागरण नै ल्याउनु भयो भन्दा हुन्छ। साँच्चै मुख्यनाथ तिवारीको कथाले धेरै कुरा सोच्न बाध्य बनाउँछ। एउटा मान्छे, त्यो पनि अर्को देशबाट आएर एउटा पुरै क्षेत्रको शैक्षिक र सामाजिक विकासमा यति गहिरो, यति सकारात्मक छाप छोड्न सक्छ। यो त एउटा उदाहरणै भयो। हो नि, उहाँको त्यो निस्वार्थ सेवा, त्यो समर्पणबाट आजको हाम्रो समाजले, हाम्रो शिक्षा क्षेत्रले केही सिक्न सक्छ कि? एकदमै, यो विचारणीय प्रश्न हो। ल त, आजलाई यति नै गरौँ, फेरि भेटौँला। हुन्छ, नमस्कार।